हेलो एभ्रिवान, आज चाहिँ हामी जाँदैछौँ मुस्ताङ। किन जाँदैछौँ भन्दाखेरि हामी आज एउटा गाडी लिएर जाँदैछौँ, इलेक्ट्रिक माइक्रो भ्यान, जुन चाहिँ छ न्यू बनाओ इलेक्ट्रिक माइक्रो भ्यान। त्यो चाहिँ अब कतिको मुस्ताङसम्म पुगेर आउन सक्छ कि सक्दैन भन्ने कुरो पनि छ। मेरो चाहिँ घाँटी दुखेर बिरामी भएर घाँटी दुखेर लास्टै आवाजै चेन्ज भइरहेको छ, त्यही नै मुस्ताङ गइरहेको छु म। अब हेरौँ बाटोमा के कस्तो हुन्छ, म भिडियो देखाउँदै जानेछु। अहिले चाहिँ हामी ठ्याक्कै कहाँ छौँ भने यो के हो त्यो यस्तो मेरो बाटोमा छौँ, थाहा छैन मलाई कहाँ हो, तर जे होस् जाँदैछौँ। मेरो घाँटी दुखेर बोली आवाजै अर्कै आइरहेछ। भिडियो हेर्दै गर्नु होला कस्तो हुन्छ लेट्स। त्यति बेला झन्डै खाना खाइसक्यौँ, एकदम तरिकाले मासु भात खाइयो। अब जानुपर्ने हुन्छ हामी नन स्टप तरिकामा खिच्दै खिच्दै। यो चाहिँ हामी ठ्याक्कै थार्गेमा आइपुगिसकेको छौँ गाई, टक्क लाएर हेर्दै गर्नु होला भिडियोलाई। यहाँ छ हाम्रो गाडी चाहिँ हामी आइपुगेको छौँ एकदमै खतरा ठाउँमा। र अब हामी जाँदैछौँ मुस्ताङ। त्यहाँ पछाडि हेर्न सक्नुहुन्छ खोलो कस्तो दामी छ, लगाइ हेर्दै गर्नु होला। एकदमै बबाल ठाउँ छ यहाँ चाहिँ। मेरो घडीको फिता चाहिँ फिक्स एउटा चुडिएर त्यही हो लेट्स सी। सो यति बेला गाई हामी आइपुगेको छौँ खोलामा। र यो खोलो चाहिँ एकदम दामी छ, कुन खोलो मलाई थाहा छैन। पहिला निखिल उप्रेतीले एउटा फिल्म सुट गर्दाखेरि यहीँ गरेको थियो अरे, तर एकदम बबाल ठाउँ छ। खोलो देख्न सक्नुहुन्छ तपाईँले, एकदम बबाल 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 खोलो छ। अब हामी यहाँ एउटा सुट गरेर यहाँदेखि जान्छौँ टक्कसँगले। हाम्रो गाडी चाहिँ त्यहाँ छ, अनि त्यसपछि त्यही नगाइ बेला चाहिँ हामी लेफ्ट साइडमा हिँड्दैछौँ। लास्टै जाडो एकदमै चिसो चिसो छ, अँध्यारो छ, ठाउँ चाहिँ बगालै छ। दुईजना अगाडि हिँड्ने हुन्छ, दुईजना पछाडि हिँड्ने हुन्छ। हामी त्यसो हेर्दैछौँ, घाँटी दुखेर यस्तो भइरहेको छ कि बोल्नु भएको छैन। जाडो पनि उस्तै छ, त्यही हो गाइस। हेर्दै गर्नु होला, देखाउँदै गर्छु म। सो यति बेला चाहिँ हामी कोठामा आइसकेको छ, पलाएर सुत्ने हो मस्तसँगले। ओछ्यान छ हाम्रो यहाँनिर, त्यही हो गाइस। हेर्दै गर्नु होला। भोलि अब जान्छौँ हामी मुस्ताङ जाँदा कस्तो हुन्छ रमाइलो होला। अहिले भर्खर चाहिँ लेक साइड घुमेर आएको, लेक साइड घुमेर आउँदा एकदमै रमाइलो भयो। वरिपरि घुम्यो, 1 घन्टा घुम्यो, अनि खाना खाइयो, अनि 1 घन्टा घुमेर फेरि आइयो। अब सुत्नुपर्ने हुन्छ, अहिले 10 बजिसक्यो। गुड नाइट गाइज, भोलि भेटौँला, सियु टुमरो। गुड मर्निङ गाइज, अब चाहिँ हामी जानुपर्ने हुन्छ मुक्तिनाथ। हेर्दै गर्नु होला। अब टक्क उठेर पानी सानी खाएर अनि त्यसपछि रेडी भएर अब जानुपर्ने हुन्छ मुक्तिनाथ। ल यति बेला चाहिँ हामी टक्कसँगले डाँडामा आइपुगेका छौँ। डाँडामा आउँदाखेरि चाहिँ यहाँनिर हाम्रो गाडी छ। सुट गर्दै गर्दै आउँदाखेरि खाजासाजा खाइयो, त्यो गर्यो। भिडियो चाहिँ खासै बनाउनै पाइनँ मैले, अब भिडियो खिच्ने चक्करमा खासै भिडियो बनाउनै भ्याइँदैन। त्यसले गर्दाखेरि तपाईँहरूले देख्न सक्नुहुन्छ यतापट्टि साइडमा हिमाल छ भने अब त्यस्तै गरेर यतापट्टिको साइडमा छ हिमाल एकतल। त्यो गाई यति बेला चाहिँ देख्न सक्नुहुन्छ हामी रुप्से झर्ना आइपुगिसकेका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ पछाडि झर्ना छ बबाल तरिकामा। यहाँदेखि नदेखिँदो रहेछ क्या कस्तो। यति बेला चाहिँ ठ्याक्कै हामी जोमसोम आइपुगेका छौँ। अब जाडो पनि त्यति साह्रो त रहेन रहेछ, ठिकै जाँदैछ। अब चट्ट लाएर यहाँ खानासाना खाएर अनि त्यसपछि सुत्नुपर्ने हुन्छ। र भोलि हामी जानुपर्ने हुन्छ मुक्तिनाथ। त्यसपछि मिल्यो भने हामी अप्पर मुस्ताङ पनि जान सक्छौँ। अब हेर्दै जाऊँ। अब खासै भ्याइँदो रहेछ, सुट गर्दै 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 आउँदाखेरि यस्तै नै हुन्छ। अब ठिकै छ हेर्सी। यहाँ हुनुहुन्छ काका, म छु यहाँ। अब हाम्रो ड्रोनवाला दाइजी मात्र छिर्नु भेट्दै जानुभएको छ होइन। म पनि 2 शब्द राख्न चाहन्छु। आज चाहिँ हामी पोखराबाट बिहान हिँड्यौँ है। बिहान हिँडेर चाहिँ विभिन्न लोकेसनहरू अवलोकन गर्दै गर्दै हामी टार्गेट थियो हाम्रो मुक्तिनाथ पुग्ने, तर आज चाहिँ टाइम अभावले गर्दाखेरि जोमसोममै बस्नुपर्ने भएको भएर भोलि हामी फेरि जोमसोम पुग्नेछौँ र जोमसोममा पुगेर चाहिँ अरू अपडेट राख्नेछौँ है त। त्यसपछि हेर्दै गर्नु होला। सो अब मुस्ताङको भ्लग यहाँनिर हामी ठ्याक्कै जोमसोममा छौँ। जोमसोमको यहाँको यतापट्टि छ भने हिमाल त्यहाँ छ। अब हामी टक्क लाएर यहाँदेखि निस्किनुपर्ने हुन्छ। अब हामी मुक्तिनाथ जान्छौँ, मुक्तिनाथ पछि हामी फर्किन्छौँ। त्यस्तै गाइज एकदम दामी तरिकामा भइरहेछ, हेर्दै गर्नु होला। भिडियो बनाउनै पाएको छैन मैले खासै यसै, तर पनि राम्रै भइरहेछ। त्यही रहेछ हेर्दै गर्नु। त्यति बेला चाहिँ हामी आइपुगिसकेका छौँ मुस्ताङ। देख्न सक्नुहुन्छ कस्तो दामी छ, दामी 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 एकदम दामी तरिकाको छ। अघि हामीले त्यो जोमसोमबाट आयौँ, त्यसपछि यहाँनिर भिडियो खिच्नै पाएको छैन। गाडीभित्र कुद्दा 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 यस्तो बबाल ठाउँ छ कि तपाईँहरू आउनु होला यहाँ भ्यूको मजा लिनको लागि। यता देख्न सक्नुहुन्छ यस्तो दामी हिमाल छ भने यतापट्टि हिमाल देख्न सक्नुहुन्छ। हिमालको माथि आकाश कस्तो दामी छ, तर खोला बगिरहेछ। यहाँ हाम्रो दाइ हुनुहुन्छ, अनि ऊ माथि चरो उड्दैछ बबाल तरिकामा। खोलो पनि यस्तो छ, चिसो पनि छैन, ठक्क अन्त घाम लागेर कस्तो दामी देखेको छ। बाटो पनि उस्तै दामी। सो यति बेला छौँ हामी कहाँ हेर्दा यो मुस्ताङमा, अप्पर मुस्ताङ चाहिँ होइन लोवर मुस्ताङमा गाइज चाहिँ। पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले हिमाल एकदम रमाइलो रमाइलो छ एकदमै तरिकामा। चिसो चिसो हावा चलिरहेको छ। सिरी हाम्रो गाडी छ यहाँ, त्यही नै हो हेर्दै गर्नु होला। त्यति बेला हामी आइपुगेको छौँ काठमाडौँ। देख्न सक्नुहुन्छ यहाँनिर बोर्ड छ
वरिपरि एकदमै दामी तरिकाको ठाउँ छ। पछाडि देख्न सक्नुहुन्छ हिमाल छ एकदमै। अब हामी जानुपर्ने हुन्छ यहाँदेखि उँभो यो लोमानथाङ लेखेको ठाउँदेखि उँभो जानुपर्ने हुन्छ। त्यसपछि हामी पुग्छौँ मुक्तिनाथ र उ त्यहाँ माथि डाँडामा लेखेको छ कागबेनी। तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो दामी तरिकामा छ कि यस्तो दामी छ कि कुरै सक्नुहुन्छ। अब यहाँ पछाडि हेर्नुहुन्छ भने हिमाल छ टक्कला र यस्तो खतरा ठाउँ छ कि गाई जति जहाँ हेऱ्यो भने राम्रो क्या जता हेऱ्यो भने खिचौँ मात्रै लाग्छ। यहाँ छ कागबेनीको पोल तर पनि अब गाडीको भिडियो खिच्न आएको त्यही भएर सबै खिच्न मिलेन। त्यही ठिकै छ। अब हेरौँ जति भ्याउँछु म खिच्दैछु। यहाँ पछाडि देख्न सक्नुहुन्छ तपाईँहरू यस्तो दामी तरिकाको ठाउँ छ है। यहाँनिर छ कागबेनी यति हाइट भन्ने देखाएको छ। यहाँ प्रहरी ब्रिज छ त्यस्तै गरेर त्यहाँ पनि हिमाल छ त्यहाँ छ हाम्रो गाडी सुट हुने गाडी। त्यही हो गाइस हेर्दै गर्नु होला भिडियोलाई। अब मुक्तिनाथ पुगेर मात्रै यस्तो खतरा मरुभूमि जस्तो टाइपको छ कि यदि गाइस तपाईँहरू स्वर्ग हेर्न चाहनुहुन्छ भने मुस्ताङ आउनु होला। यस्तो दामी छ कि देख्न सक्नुहुन्छ यस्तो दामी त जिन्दगीमा काहीँ पनि छैन। स्वर्ग नै हेर्न चाहनुहुन्छ भने तपाईँहरू यहाँ आउन सक्नुहुन्छ। यहाँको भ्यू आछु यस्तो बबाल छ। अब यहाँ म तपाईँहरूलाई हिमाल देखाउँछु। हिमाल यस्तो दामी देखिएको छ कि हिमाल यस्तो दामी छ कि ठाउँ पनि यस्तो दामी छ। यहाँ तल बस आउँदैछ। यहाँनिर यस्तो दामी ठाउँ छ कि कुरै छोड्यो भने त्यस्तो दामी तरिकाको छ क्या। तपाईँहरूले अब यहाँ माथि डाँडामा देख्न सक्नुहुन्छ त्यस्तै छ दामी। मुक्तिनाथ आएपछि हामी घाँटी दुखेर सास फेर्नै गाह्रो हुँदो रहेछ गाह्रो। लगाइ चाहिँ यति बेला चाहिँ हामी मुक्तिनाथ आइपुगेका छौँ। ल घाँटी यस्तो दुखेर कि सास फेर्नै अप्ठ्यारो जस्तो फिल भइरहेको छ मलाई त। यस्तो बब्बाल तरिकाको एकदम दामी रहेछ। वरिपरि हिमाल छ अनि एकदम दामी छ। देख्न सक्नुहुन्छ एकदम दामी तरिकामा वरिपरि डाँडा काँडा छ। यता यस्तो छ। मुस्ताङ भनेको मुस्ताङै हो गाइस बबाल छ। वरिपरि हिमाल ल ठक्क दिन सक्नुहुन्छ तपाईँहरूले। वरिपरि हिमालको बिचमा मुस्ताङको बिचमा म एकदम दामी छ। अहिलेसम्म लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुभएको छैन भने भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न भने नछुटाइदिनु होला। धन्यवाद। त्यही हो गाइस हिमालमा वरिपरि हिउँ परेको छ। अहिले त त्यस्तो जाडो हुनु पनि तर त्यति साह्रो जाडो छैन क्या। अहिले घाम लागिरहेछ त्यही भएर त्यस्तो साह्रो जाडो चाहिँ फिल भएको छैन। अनि हामीले टक्क लाएर अब यहाँ सुट सक्यो। अब यहाँ सुट सकिसकेपछि अब हामी जानुपर्ने हुन्छ उता। अब यहाँदेखि मन्दिर पुग्नलाई चाहिँ आधा घन्टा हिँड्नुपर्ने हुन्छ अरे। अब आधा घन्टा के हिँड्नु। अब यहाँदेखि हाम्रो सुट अन्त हुन्छ। त्यही भएर अब भोलि काठमाडौँ पुग्नुपर्ने हुन्छ। त्यही भएर अब आजको सुट हामी यहीँ सकाएर अब हामी निस्किन लागिरहेछौँ। गाइस त्यही हो हेर्दै गर्नु होला। ल गाइस यति बेला चाहिँ अब मुस्ताङको टुर हानिँदैछ एकदम दामी तरिकामा चाहिँ। अनि अब यहाँदेखि अब हामी जानुपर्ने हुन्छ। अझै पनि भिडियो सुट गर्नै बाँकी छ धेरै ठाउँमा। अझै धेरै ठाउँमा भिडियो सुट गर्दै हामी जान्छौँ। अनि त्यसपछि अब हेरौँ कस्तो हुँदै जान्छ। अब आज चाहिँ फेरि अलि हतारमा कुद्दै जानुपर्ने छ। सो त्यही भएर ठाउँ चाहिँ एकदम बबाल छ मरुभूमि जस्तो। यहाँदेखि उँभो जता चाहिँ कहाँ पुगिन्छ मलाई पनि थाहा छैन तर म तपाईँलाई देखाउँछु। त्यस्तै गरेर यति बेला हामी हिमालको छेउमा छौँ। देख्न सक्नुहुन्छ हाम्रो पछाडि ब्याकग्राउन्डमा छ हिमाल र यहाँ छौँ हामी। वरिपरि एकदम दामी छ गाइस। यहाँ आउनु होला मुस्ताङमा घुम्नलाई एकदम दामी छ। र अब हामी यहाँदेखि चट्टा लाएर जानुपर्ने हुन्छ। सबै काम सकिसक्यो लगभग आधी जति। र त्यसपछि वरिपरि छ मरुभूमि जस्तो डाँडा। अनि त्यसपछि अब हामी यहाँ तल गएर हेरौँ के रहेछ भन्दाखेरि अब हेर्ने चक्करमा हामी जाँदैछौँ यहाँ। र तपाईँहरूलाई म देखाइदिन्छु स्वर्ग भनेको के हो भनेर। देख्न सक्नुहुन्छ यहाँ यस्तो दामी तरिकामा वरिपरि डाँडा काँडा छ अनि एकदम दामी छ। टट्टा लाएर यहाँनिर गाडीमा हुन्छ। वरिपरि एकदमै दामी छ गाइस। सिरिरी आवाज चलिरहेको छ। अब हामी फर्किँदैछौँ। फर्किँदाखेरि अब हामी त्यहाँ एउटा सुट छ बाटोमा। त्यो एउटा सुट सकाएर अनि हामी रात काठमाडौँ जानुपर्ने हुन्छ। त्यही हो गाइस हेर्दै गर्नु होला भिडियोलाई। र म काठमाडौँ पुगेर एन्डिङ गर्छु। बाटोमा के हुन्छ देखाउँदै जान्छु। लेट्स